लक्ष्यले भत्ता दिन सुरु रह्यो मनमोहनको लक्ष्यले आफ्नो गाउँ आफै बनाऊ कस्तो राम्रो योजना देशैभरि खुसी छायो जनता सबको मनमा अरु काम धेरै गर्यो एमालेको पालामा विनाशकारी भुप गयो 72 सालमा जनताका घर टेरा बनाउने जिम्मामा एमालेका युवा खटे शहर बस्ती गाउँमा शक्ति भयो धेरै ठाउँ देशको चारै दिशामा धरहरा निर्माण गर्ने एमालेकै जिम्मामा धरहरा रानी पोखरी पुनः निर्माण गरायो ओलीदेखि दक्षिणको छिमेकी नि डरायो देश बनाउने योजनामा ओली अघि बढेर छिमेकी नाकाबन्दी सहयो सबै डटेर छिमेकीले फेरि चाप्यो लिम्पिया धुरा ओलीले अघि बढाए राष्ट्रवादी कुरा चाइनासँग पारवहन भारत नसोधेर राष्ट्रवादी शक्ति बन्यो सबै कुरा जोडेर पाँच तराक पूर्व तराई सुरुङ्ग पनि खनेर